हजुरहरू चाहिँ यो तीनटा कुरालाई लिएर आज जान 11 मा एकदम नै माइन्डफुल हुनुपर्ने हुन्छ, केयरफुल हुनुपर्ने हुन्छ, किनभने आज जान 11 मा छ पोर्टल। आजको दिनमा हजुरहरूले म्यानिफेस्टेसन्स पोजिटिभिटी आफ्नो लाइफमा चाहिँ अट्र्याक्ट गर्दै हुनुहुन्छ। त्यही भएर सकेसम्म घरमा चाहिँ फाइट नगर्नु, झैझगडा नगर्नु, ओके, कसैलाई पनि नराम्रो नबन्नु। अनि सेकेन्ड कुरा भनेको हजुरहरूले आज घर बढाल्नु हुँदैन, पोछा लाउनु हुँदैन, किनभने इट इज सेड कि हजुरहरूले घर बढाल्नुहुन्छ, पोछा लाउनुहुन्छ भने आफ्नो ब्लेसिङ्स पनि जान्छ कि, ओके, इट इज गोइङ टु sweep all the blessings from your life। त्यही भएर यो चाहिँ नगर्नु आजको दिन, यु क्यान डु नेक्स्ट डे, ओके। एन्ड एट द सेम टाइम थर्ड थिङ भनेको म्यानिफेस्ट गर्ने। आज जस्ट पोजिटिभ थट राख्ने, मेडिटेसन्स गर्ने, राम्रो सोच्ने, किनभने आज हजुरहरूले जे कुरा सोचिराख्नु भएको छ सबै युनिभर्स एन्जल्सले सुनिराख्नु भएको छ। हजुरहरू पर्फेक्ट कनेक्ट हुनुहुन्छ पर्फेक्टली युनिभर्ससँग। सो एकदम माइन्डफुल हुनु पर्यो, सोच्नु पर्यो कि राम्रो कुराहरू है, पोजिटिभ। आज जान 11 मा चाहिँ एभ्री सिङ्गल सेकेन्ड, एभ्री सिङ्गल टाइम हजुरहरूको थट्स पोजिटिभ हुनुपर्ने हुन्छ। सकेसम्म डोन्ट बी नेगेटिभ, नराम्रो कुरा नसोच्नु। अनि स्पेसिफिकली आफ्नो एक्सहरूसँग नि कन्ट्याक्टमा नबस्नु। पास्टको कोही आइरहेको छ, पास्टमा कसैले आज कन्ट्याक्ट गरिरहेछ भने डोन्ट टेक द्याट पर्सन ब्याक, ओके। दिस इज अल्सो वाट आइम गेटिङ। भिडियोलाई चाहिँ सक्दो सेयर गर्नु र पर्सनल रिडिङको लागि चाहिँ मलाई व्हाट्सएप, इन्स्टाग्राम अरू भाइबरमा मेसेज गर्न सक्नुहुन्छ। डिटेल्स मेरो टिकटकको बायोमा छ, ओके। सो टेक केयर अफ योर सेल्फ।